Life in Fukuoka. फुकुओकामा जीवनयापन यो फुकुओका सिटीबाट प्रायोजित कार्यक्रम हो। नमस्ते, ओहाई गोजाइमास, म सलिता। तपाईहरू अहिले सुन्दै हुनुहुन्छ फुकुओका सिटीबाट प्रायोजित कार्यक्रम लाइफ इन फुकुओका। फुकुओका सिटीले लभ एफएमको सहकार्यमा फुकुओकामा बस्दै आउनुभएका नेपालीहरूका लागि फुकुओकामा सुरक्षित भई आरामदायक जीवनयापनका लागि आवश्यक जानकारीहरू नेपालीमा सबै नेपालीहरूले बुझ्न सजिलो हुने गरी प्रदान गर्ने उद्देश्यले यो नेपाली कार्यक्रम नेपालीहरूकै लागि राखिएको हो। फुकुओकामा जीवनयापन। कोरोना भाइरस रोकथामका लागि अनुरोध। अप्रिल 7 मा जापानका प्रधानमन्त्री सिन्जो आबेले कोभिड-19 को रोकथामको लागि फुकुओका प्रान्त लगायत 7 वटा मुख्य ठूला शहरहरूमा आपतकालीन अवस्थाको घोषणा गरेका छन्। फुकुओका प्रान्तका गभर्नर हिरोशी ओगावाले मे 6 सम्म 3C को रोकथामका लागि आवश्यक काम बाहेक घरबाट ननिस्कन अनुरोध गरेका छन्। यो प्रतिबन्धको लक्ष्य सामाजिक र आर्थिक क्रियाकलाप कायम राखी भाइरसको फैलावट सुस्त बनाउने हो। सामाजिक यातायात र अन्य आवश्यक सेवाहरू जारी राखिनेछ। यो लकडाउन होइन। फुकुओका शहरले चाइल्ड केयरमा बच्चाको हेरचाहको लागि लाने गरेका परिवारलाई सम्भव भएसम्म घरमै राखेर हेरचाह गर्न अनुरोध गरेको छ। थप जानकारीको लागि फुकुओका शहरको होम पेजमा चेक गर्नुहोला। फेरि एकपटक दोहोर्याउन चाहन्छु। कोरोना भाइरस रोकथामको लागि अनुरोध। अप्रिल 7 मा जापानका प्रधानमन्त्री सिन्जो आबेले कोभिड-19 रोकथामको लागि फुकुओका प्रान्त लगायत 7 वटा मुख्य ठूला शहरहरूमा आपतकालीन अवस्थाको घोषणा गरेका छन्। फुकुओका प्रान्तका गभर्नर हिरोशी ओगावाले मे 6 सम्म 3C को रोकथामका लागि आवश्यक काम बाहेक घरबाट ननिस्कन अनुरोध गरेका छन्। यो प्रतिबन्धको लक्ष्य सामाजिक र आर्थिक क्रियाकलाप कायम राखी भाइरसको फैलावट सुस्त बनाउने हो। सामाजिक यातायात र अन्य आवश्यक सेवाहरू जारी राखिनेछ। यो लकडाउन होइन। फुकुओका शहरले चाइल्ड केयरमा बच्चाको हेरचाहको लागि लाने गरेका परिवारलाई सम्भव भएसम्म घरमै राखेर हेरचाह गर्न अनुरोध गरेको छ। कोरोना भाइरस रोकथामका लागि अनुरोध। अप्रिल 7 मा जापानका प्रधानमन्त्री सिन्जो आबेले कोभिड-19 को रोकथामको लागि फुकुओका प्रान्त लगायत 7 वटा मुख्य ठूला शहरहरूमा आपतकालीन अवस्थाको घोषणा गरेका छन्। फुकुओका प्रान्तका गभर्नर हिरोशी ओगावाले मे 6 सम्म 3C को रोकथामका लागि आवश्यक काम बाहेक घरबाट ननिस्कन अनुरोध गरेका छन्। यो प्रतिबन्धको लक्ष्य सामाजिक र आर्थिक क्रियाकलाप कायम राखी भाइरसको फैलावट सुस्त बनाउने हो। सामाजिक यातायात र अन्य आवश्यक सेवाहरू जारी राखिनेछ। यो लकडाउन होइन। फुकुओका शहरले चाइल्ड केयरमा बच्चाको हेरचाहको लागि लाने गरेका परिवारलाई सम्भव भएसम्म घरमै राखेर हेरचाह गर्न अनुरोध गरेको छ। थप जानकारीको लागि फुकुओका शहरको होम पेजमा चेक गर्नुहोला। फेरि एकपटक दोहोर्याउन चाहन्छु। कोरोना भाइरस रोकथामको लागि अनुरोध। अप्रिल 7 मा जापानका प्रधानमन्त्री सिन्जो आबेले कोभिड-19 रोकथामको लागि फुकुओका प्रान्त लगायत 7 वटा मुख्य ठूला शहरहरूमा आपतकालीन अवस्थाको घोषणा गरेका छन्। फुकुओका प्रान्तका गभर्नर हिरोशी ओगावाले मे 6 सम्म 3C को रोकथामका लागि आवश्यक काम बाहेक घरबाट ननिस्कन अनुरोध गरेका छन्। यो प्रतिबन्धको लक्ष्य सामाजिक र आर्थिक क्रियाकलाप कायम राखी भाइरसको फैलावट सुस्त बनाउने हो। सामाजिक यातायात र अन्य आवश्यक सेवाहरू जारी राखिनेछ। यो लकडाउन होइन। फुकुओका शहरले चाइल्ड केयरमा बच्चाको हेरचाहको लागि लाने गरेका परिवारलाई सम्भव भएसम्म घरमै राखेर हेरचाह गर्न अनुरोध गरेको छ। थप जानकारीको लागि फुकुओका शहरको होम पेजमा चेक गर्नुहोला। पोडकास्टमा गएर यो कार्यक्रम जुनसुकै समयमा पनि तपाईँले सुन्न सक्नुहुनेछ तथा ब्लगबाट पनि यो कार्यक्रमको बारेमा जानकारी पाउन सक्नुहुनेछ। लभ एफएमको होम पेजमा गएर लाइफ इन फुकुओकाको पेजमा हेर्नुहोला। अब कार्यक्रमको अन्त्यतिर आइसक्यौँ। जाँदा जाँदै खामत सेरी फिल्मको साली मन पर्यो गीत तपाईँहरू सबैको लागि राख्दै म बिदा हुन चाहन्छु। फेरि नयाँ जानकारीका साथ म आउने नै छु। तपाईँको दिन शुभ रहोस्। नमस्ते।